असार साउन महिनाको चाहिँ अन्तिम दिनसम्म चाहिँ हामीले कोदो रोपाइ गर्ने चलन गरेको छौँ। तपाईँहरूकोतिर चाहिँ के कसरी कति समयसम्म चाहिँ हुने चलन छ कमेन्ट गर्नुहोला भन्दै तपाईँहरूलाई मेरो फेरि पनि न्यू मिनी भ्लगमा स्वागत गर्न चाहेमा चाहिँ हाम्रो सिकारको फर्ममा गएको थियौँ। हिजोको दिनमा चाहिँ मौसममा पनि एकदम राम्रो भइरहेको थियो नि त, राम्रो घामहरू पनि लागिरहेको थियो अनि हामीले चाहिँ फटाफट कोदोहरू रोप्यौँ। हाम्रोतिर चाहिँ साथीहरू कोदो रोपाइको अन्तिम दिन चाहिँ सक्ने बेला चाहिँ हामीले मैजारो भन्ने चलन छ नि त, अनि हिजो उनीहरूको चाहिँ हामीले मैजारो गऱ्यौँ। त्यस पछाडि चाहिँ हाम्रो चाहिँ खाजा खाने टाइम पनि भएको थियो नि त, अनि हामीले हातहरू धोएर चाहिँ खाजाहरू खान लाग्यौँ। खाजाको स्वाद कस्तो छ भनेर काहीँ एकदम मिठो छ भन्दै हुनुहुन्थ्यो। अनि हाम्रो त्यतिले चाहिँ खाजाहरू दिँदै हुनुहुन्थ्यो सबैजनालाई। हामीले खाजा तरकारीको जाँची खायौँ र उनीहरूको चाहिँ मासदेखि तलसम्म चाहिँ सबै पाखा बाहिर हाम्रो यो महिनाको चाहिँ साउन महिनाको चाहिँ अन्तिम कति आज 20 गतेको दिन चाहिँ हामीले मेला सक्यौँ।